सो हामी चाहिँ घरबाट 11:15 निस्क्यौँ घुम्नको लागि। सो कहाँ जाँदैछौँ तपाईँहरूले बाटोमा हेर्दै जान सक्नुहुन्छ है त। तिहारको टाइम भएर होला बाटो एकदमै खुल्ला, आनन्द आउने थियो। आनन्द आउने। सो यतातिर चाहिँ हामी अफ रोड स्टार्ट भइसक्यो। एकदमै उकालो रहेछ यो चन्द्रगिरीको छेउतिरबाट जानुपर्ने। अलमोस्ट चन्द्रगिरीकै त्यो हाइटमा पुगेर त्यस पछाडि चाहिँ तलतिर लाग्नुपर्ने। सो बाटो अलि गाह्रो थियो, स्पेसली मलाई चाहिँ। मेरो पछाडिको सिट चाहिँ अलिकता स्लोपी भएको भएर म चाहिँ घरिघरि तल चिप्लिरहेको थिएँ। अनि एकदमै भिड थियो बाटो, एकदमै। त्यो उकालो अनि ओह्रालोको बावजुद हामी फाइनली यो सम्म ठाउँमा आइपुग्यौँ। यो सम्म अनि ब्युटिफुल ठाउँ, अनि यो चाहिँ चितलाङ हो है त। अनि हामी त्यहाँको एउटा लोकल रिसोर्टको रेस्टुरेन्टमा छिर्यौँ। अनि हामी केही समय त्यहाँ थकै मार्यौँ र त्यस पछाडि हामी फेरि निस्क्यौँ। अनि त्यहाँको मलाई कस्तो भेडे खड्का कि भेडे डाल हजुर भेडा फार्म भेडा चाहिँ पाइन्छ कि पाइँदैन? अब भेडा चाहिँ पाउँछ कि पाउँदैन, तर भेडा फार्म जाँदैछौँ हामी। कस्तो राम्रो लाग्यो कि पुरानो घरहरू केही भएको मनपर्छ, किनभने घाँस एकदमै हरियो भएको ठाउँ भन्छ, त्यस्तै मनपर्छ। लाइक इट। मैले घाँस चाहिँ मलाई यस्तै होस् भन्ने सोचेको थिएँ, यस्तै नै रहेछ। खोइ भेडा यो भेडा एउटा ऊ छैन हो नि। म त उयो खुल्ला थियो क्या पहिला, त्यहाँ बस्ने प्लान थियो त्यो डाँडामा। अहिले एउटै राम्रो छैन, देख्ने होइन नि, बस्ने ठाउँ चाहियो नि त। यतातिर थियो भिडियो खिचेको थियो मैले। मान्छेहरू चाहिँ छ्या भन्दछ क्या। मन परेन? मलाई त मन पर्यो, मलाई त मन पर्यो। यस्तो ओपन ठाउँ छ डाँडामा। ए उपारि हेर्नु त, उपारि भ्यू टावर समथिङ के छ त्यहाँनिर हेर्नु त। तर हामी तलतिरबाट जाने उसको बाटो जाने। सो त्यहाँ पुगेपछि एउटा टिकटक त बनाउनै पर्यो। सो यो चाहिँ मेरो लाइभ टिकटक थियो है त, त्यहाँ बनाएको। सो बाँकी पार्ट चाहिँ टिकटकमै गएर हेर्नु होला।
गर्नु त हुँदैन त कहाँ स्टप थियो Funny. सम्झना कसरी रे यसरी समाउनु उयो ल तिमी खिचेन यसको स्टाइल कस्तो लाग्यो भेरी खड्का आलु जस्तो लाग्यो मलाई मन परेन बाहिर भिडको छेउछेउमा हिँड्यो पहिलो यहाँसम्म जान दिन्थ्यो क्या आधी थियो मलाई त मन पर्यो भित्र जान नपाए पनि त्यो भ्यू देख्न मिल्छ नि त भ्यू मजाले देखिहाल्छ अनि बाहिर बस्ने ठाउँहरू पनि छ नभएकै चाहिँ भन्दिनँ म सैलुङ भनेर हामी पनि भन्न नमिल्ने सैलुङतिर छौँ है भनेर चाहिँ भन्न नमिल्ने हामी काठमाडौँबाट नजिकै छौँ हो सैलुङको तृष्णा मेटाउनलाई यहाँ आउँदा हुने रहेछ पिकनिक स्पट हो कि के हो यो चाहिँ थाहा छैन सुन्दर ठाउँ यो चाहिँ अघि पारीबाट मैले देखाएको थियो त्यही डाँडा हो पल्लो साइड भेरी फार्ममा त बाख्रा पो रहेछ त हौ के हो यस्तो यहाँ एउटा बाख्रा यहाँ चाहिँ How funny. हो है सो त्यस पछाडि हामी यहाँ सबै घुम्यौँ र अब चाहिँ हामी ओह्रालो लाग्यौँ यहाँबाट हामी कुलेखानी हुँदै त्यस पछाडि पनि विभिन्न नेचुरल ब्युटीलाई निहाल्दै हामी चाहिँ घरतिर फर्क्यौँ यहाँ अर्को सुन्दर झरना तर सानो खोला झरना भन्दा नि खोला थियो सो यो चाहिँ केही झलकहरू कोही बेला बसेर कोही बेला दौडिँदा दौडिँदै भएर खिचेका तस्बिर